नमस्कार, हामी पाल्पाको रानी महलमा छौँ। रानी महलतिर हजुर सरहरू उता हुनुहुन्छ। हामी रानी महलमा छौँ। यो रानी महलको विषयमा हाम्रो यो दर्शक हुनुहुन्छ। सर नमस्कार। नमस्कार। हजुरको घर कहाँ पर्यो? मेरो घर चाहिँ सल्यान दार्मा गाउँपालिका वडा नम्बर 4। नजिकै रहेछ दाइ? नजिकै। के छ यो रानी महलमा कस्तो लागिरहेछ हजुरलाई? एकदम राम्रो रहेछ। यो ऐतिहासिक प्रतात्विक नमस्कार भवन रहेछ। हजुर। अनि मेरो जानकारी अनुसार यो भवनको निर्माण चाहिँ त्यति खेलाका तत्कालीन राजा खड्ग शमशेरले बनाएको। उनले चाहिँ उनकी रानी तेजकुमारी देवीको सन् 1892 मा मृत्यु भइसकेपछि उनको सम्झनामा सन् 1893 मा राजा खड्ग शमशेरले यो महलको निर्माण गरेको भन्ने चाहिँ धन्यवाद सर। ल दर्शन आफ्नो गर्नु। हाम्रो विवेश अध्यक्षज्यू हजुर सन्चै हुनुहुन्छ? सन्चै। नमस्कार। नमस्ते। अनि के छ हजुरको हालको? हामी रानी खड्ग शमशेरले बनाएको रानी महल जनज्योति माध्यमिक विद्यालयको विवेश अध्यक्ष हैन? हजुर। अनि हाम्रो राजाको के छ? मेरो डेस्कटप प्रोफाइलमा सर नमस्कार। सन्चै हुनुहुन्छ? ठीक छ। हामी कहाँ छौँ? हामी रानी महलमा आज आयौँ होइन सर? के छ रानी महल गजब छ सर होइन? तपाईँको मोबाइलमा लाइट बल्यो? लाइट बल्यो। सन्चै हुनुहुन्छ म्याडम? हजुर हामी सन्चै छौँ। सर नमस्कार। नमस्कार हजुर। सन्चै हुनुहुन्छ सर? एकदम ठिक छ सर। हामी रानी महलमा छौँ। रानी महलमा के छ यो रानी महलको विषयमा यसो बताउनुहोस् त हजुरले। रानी महलमा अघि सरले बताउनु भएन त्यही कुरालाई यथावत। ठिकै छ। हामी रानी महलमा छौँ। सबैजनालाई चाहिँ भिडियो हेरिदिनु होला। फुलबारी पनि राम्रो छ यहाँ।